रुम्जाटारका समथर फाँटहरूमा लटरम्म फल्ने सुन्तला पूर्वी क्षेत्रमै प्रख्यात थियो। अहिले यहाँ त्यो अवस्था छैन। यहाँका अधिकांश किसानले लगाएको सुन्तला खेती रोग लगायतका विभिन्न कारणले मर्न थालेको छ। सुन्तलाको उत्पादन हुनै छाडेपछि बोट काटेर मास्न थालेको स्थानीय युवा उद्धव लामा गुरुङ बताउनुहुन्छ। यता चाहिँ लगभग प्राय सबै घरतिर यो पुरानो सुक्दै गयो, अब मर्दै गयो। त्यही भएर अब छ्यार पनि हुन्छ, कोदो उल्टाए भनेर सबै अब काट्न थालेको छ। रुमेटारका समथर फाँटहरूमा 1 दशक अघिसम्म राम्रै सुन्तला फल्ने गरेको थियो। रुमेटारमा प्लेन चढेर आउने पर्यटकको रोजाइदेखि कोसेलीका रूपमा पनि यहाँको सुन्तलाको माग थियो। विभिन्न क्षेत्रबाट कृषि प्राविधिकहरू अनुगमनका लागि यहाँ पुगे पनि सुन्तला मासिने क्रम रोकिएको छैन। रुमेटारको प्रख्यात सुन्तलाको वैभव देख्नुभएका स्थानीय 79 वर्षीय वृद्ध जगतबहादुर गुरुङ अहिले चिन्तित हुनुहुन्छ। रुम्जाटारको सुन्तला भन्ने त अघि बयानै थियो हैन। अब अहिले चाहिँ रुम्जाटारको चाहिँ कुनै सुन्तलाको लागि चाहिँ केही आवश्यक छैन। सब रुखबिटा सब सुकेर गइसक्यो। अब हेर्दाखेरिमा अब बोट बिरुवा देखिन्छ तर फलफुल लाग्दैन। सब किरा लागिसक्यो, सबै सुकेर गयो। रुमेटारका किसानले लाखौं लगानी गरेर लगाएको सुन्तला खेती अहिले मासिएपछि घाटामा परेका छन्। यहाँका किसानको आय आर्जनको माध्यम समेत टुटेको स्थानीय हेमन्त राई बताउनुहुन्छ। हुन्थ्यो नि 50-60 हजारको सुन्तला बेचे, अहिले त्यही ठाउँमा खाने सुन्तला नै छैन, किनेर खानुपर्ने अवस्था छ। एकातर्फ रोगले बोट सकाप हुनु र अर्कोतर्फ उचित उपचार नपाउँदा र नयाँ खेती गर्ने प्रोत्साहनको प्रभावकारी कार्यक्रम नहुँदा रुमेटारको परिचयसँग जोडिएको सुन्तला खेती इतिहास बन्दै गएको छ। यसका लागि सम्बन्धित निकायले समयमै चासो दिन जरुरी छ। सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजनका लागि नवराज कार्की, ओखलढुङ्गा।